औ जसले पारेको त्यसकै नाम हुने कस्तो लिएर आएन आज फ्रेस खादियो खतरा होला काटिसक्यो बिहानै 35 किलोको यही काट्यो हामीले सानो रागा काटे जस्तो हुन्छ होला त्यो 35 त हुन्छ नि रागे हुन्छ त्यो कसरी सानोले हुन्छ भने यही हुन्छ 35 केजी मा त फेरि उ भुरी 30 किलो हुन्छ के हो काममा ठाउँमा मजाक न भुरी चाहिँ 5-7 किलो भन्दा बेसी 5 किलो त हुन्छ होला सबसे जना छ 5 किलो हुँदैन 2.5 किलो सम्म हुन्छ बडिया भयो भुरी चाहिँ बडीमा 2.5 किलो के कहिले कहाँ हो कहिले को खानु मित्र बाहिरै हो के रे भाइ अब के रे अहिले नगर तँलाई बिजी छैन म पनि जान्छु बिजी छैन म जाउँदैछ ल मलाई केही सोलेसन छ भिडियो क्या हाल्यो या मित्र दिन सुरा हाल्यो से उनी वहाँ प्याकेट कस्तो भेजिरा सिटामा थियो चिने सुरा छोला मित्र मिक्स पठाइदियो मित्र ला अन्डा हुन्छ होला यिनीहरुमा त अन्डा हुन्छ र यिनीहरुमा 6 किलोको दाजु अन्डा हुन्छ र यिनीहरुमा हुन्छ नि कोची रहेछ भने अन्डा हुन्छ कोचीको रहेछ नि कोचको हेर्नु त ढोकर सक्छ छैन हे तेरीका कोठी हो कोठी हो ढोकर छैन भए उसले लान्छ जिउ पठाइदियो उसलाई के होइजी ढोकर छैन रे साथले देब्रो गाडीमा एकदम लगाइदियो हालै छ होला ढोकर मस्त थका गाडी ब्यास्दियो का यो काय आज साइनोइमा साउनोइ Ale छुवाए आम्मामा गजब ग्रिल्स ग्रिल्स ओहो जबरत अलि टाढा भाग्नु ल आरा हो र जाम्की जाम म त यो बाइक पसल गर्नु पर्यो अरे भाइ माछा त सब सही होला है भाइ माछा सही सब सही ग्रिल का 10 का ग्रिल कैसा है ग्रिल फ्राई हामीले नचुक्यो म ओडो देगा छ पौडो देगा छोड देगा ठुलो माछा चाहिँ छैन सानो कतै चाहिँ मित्र वाह वाह इतिहास में क्या बोला ना रहा म ठुलो खासै बोसो धेरै हुन्छ के हो दाजु यसमा अन्डा रहेछ क्या हो माछा त बोसो अन्डा भन्छ फ्राई गरे हेलो त्यो बेलुन अन्डा अर्को अन्डासँग मिसा बेलुन हो बेलुन हैन रे बेलुन हैन भोलि लाई आएर बेलुन हो क्या बेलुन हैन अन्डा नि होला शान्ति बेलुन हो मित्र ननिकाले त्यो बोसो रे अन्डा हैन मित्र त्यो लादो छैन लादो ढुकुर वाला पर्यो औ ढुकुर यसो अन्डा पुरै के हो नि त्यो पोसो हाल्दिनु भाले हो फोक्स खानु हुन्छ कसले खाइरहन्छ त्यो त्यो प्याकिङ गर्दा किन मान्छेले तपाईको त्यो माछाको तेल खानु के हुन्छ त्यही त त्यो घर लगेर खानु भने यो बाबा चीज खाऊ म साथ मारे सचले माछा भुट्न हाने सस मा भुटन देउ साथी भुटनको सानोको त्यति मिठो हुँदैन हो ह मारे मजे मित्र माछाको भुटन खाऊ न ठुलो हाम्रो माछाको विशेषज्ञ पनि उहाँ पनि हो एउटा विशेषज्ञ हो ठुलो मित्र पनि हो जी न्याय लामो नि गलियाल यहाँ लाउनु थाल्यो यहाँ मरो यहाँ लाउने ला चिल्सी दैमुख त ला चिल्सी को तर हाम्रो यहाँ चाहिँ वही ठुला ए ठेप्ला यहाँ लाउने विकेश माछा मार्छ नि माछा मार्ला सब बल्छी लिएर भएको छ बल्छी लिएर भएको छैन नि त ए बल्छी लिएर भने पाउँछ बल्छी लिएर आयो मजाले यो त हुक्की बनाइदिहाल्छ चाइनिज बुढाको थियो त्यो मैले है ए माछा मार्न आउँदै थियो मैले पिसेला माछा सबै रेडी भइसक्यो माछा माछा हो कि माछा फ्राई माछा पनि रेडी भइसक्यो अघिसम्म ठिक छ रमाइलो पनि हो रमाइलो पनि त हाम्रो यहाँ पुरै भिडियो खिचिराख्नु भएको छ सरले देखेर खाऊ युट्युबमा आउँछ है तपाईँ फेरि च्यानल पनि छ यस्तो माछा खायो भने खायो माछा खायो कत्रो खायो ए यहाँ छापछापै आउँदो रहेछ फाले अघि नै टाढा अघि नजिक नस्तो ओ हामी पनि झाम्की सामान ल हेर्न न ल झाम्की सामान
यो चाहिँ 20 रहेछ गयो फेरि माथि कुन चाहिँ फेरि चुहेर्नु यहाँ देख्दैमा मेरो छुट्टी भ्याउ होला मित्र ए तर मित्र वो 300 जना मलाई 400 500 जना यो हामीले पार्दलाई शीतल र त्यो त्यही ट्राई गर्ने आज हैन पुग्छ मजाले नपुग्यो फेरि अरूको गर्नु पर्ला भनेर नि नपुग्यो गरौँ भने यो पुग्छ घोडा माछा चाहिँ आजको माछा घोडा माछाहरू पुरा घोडा माछा पनि 4-5 प्लेट गरिदिनु फ्राई गर्दै हुनु ल हामी बसिरहेको छौँ सिरट मलाई